एक हप्ता अघि हामीले 10औं तिमोथीको पुस्तक 3 अध्यायको 11 पदसम्म पढेथ्यौं। 9 पदसम्म पढेथ्यौं। अनि 10औं तिमोथीको पुस्तक 3 अध्यायमा पलले के बोल्दै हुनुहुन्थ्यो भने अन्तिम दिनमा एकदमै कत्र दिन आउँदैछ, एकदमै डर लाग्दो। अनि त्यो डर लाग्दोको शब्द हामीले त्यो दुष्ट आत्मा लागेको मानिसहरू त्यो शब्दहरू बेच्यौं, जुन बेलामा दुष्ट आत्माहरूले मान्छेलाई आक्रमण गर्थ्यो। अनि एकदमै त्यो दुष्ट आत्मा लागेको मान्छे डर लाग्दो थियो, त्यस्तो प्रकारको डर लाग्दो दिन आउँछ गरे यो अन्तिम दिनहरूमा। अनि पौलले के बोल्नुहुन्थ्यो भने मानिसहरू एकदमै दुष्ट हुनेछ, त्यो बेलामा प्रेम हुने छैन, एकअर्काको प्रेम हुने छैन, आफ्नै निम्ति मात्रै सोच्ने। अनि जस्तो यो नोआको पालोमा थियो त्यस्तै हुनेछ फेरि, मान्छे दुष्टहरू फेरि हुनेछ त्यो नोआको पालो जस्तै। अनि त्यो दुष्टता देखेर परमेश्वरले यो संसारलाई डुबाइदिनु भयो त्यो बेलामा। अब यो त्यो समय फेरि आउनेछ गरे। अनि त्यो बेलामा झुटो शिक्षकहरू धेरै हुनेछ गरे। अनि मान्छेको ज्ञान धेरै हुनेछ। ज्ञान भनेको अब विभिन्न प्रकारको ज्ञान हो। ज्ञान भने मण्डली भित्रको ज्ञान पनि, र संसारिक ज्ञान पनि धेरै हुनेछ। मान्छे यो विज्ञानको कुराहरू धेरै बुझिदिनु हुन्छ, तर सच्यतालाई चिन्न नसक्ने हुन्छ उहाँहरू। सच्यतालाई चिन्दैनन्, ज्ञान भए पनि बुद्धि हुने छैन। अनि उहाँहरूले यो सच्यताको विरोधमा उठ्नेछ, यो झुटो शिक्षकहरूले। अनि यो विज्ञानको मानिसहरूले सच्यताको विरोधमा उठ्नेछ। एकदमै डरलाग्दो समय आउँछ। अब पौलले तिमोथीलाई सल्लाह दिन्छ, अब त्यस्तो समय आउँछ। अगमबानी बोल्नुभयो एक प्रकारको। अनि उहाँले पछि के बोल्नुहुन्छ भने अब तपाईले के गर्नु पर्यो, यस्तो समय आउने कारणले तपाईको व्यवहार कस्तो हुनु पर्योको विषयमा हामीले अहिले देख्नेछौँ। तपाईले पढिदिनु होला 10औं तिमोथीको पुस्तक 3 अध्यायको 10 देखि 12 पदसम्म। यहाँनिर यसरी लेखिएको छ, मैले पढिदिएँ। अब त तिनीहरूले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्वास, मेरो धैर्य, मेरो प्रेम र मेरो स्थिरता देखेका छौ। मेरा सतावटहरू र मेरा कष्टहरू एन्टिओखियामा, आइकोनियामा र लुस्त्रामा म माथि के पर्यो आयो र कस्ता कस्ता सतावटहरू सहे तापनि ती सबैबाट प्रभुले मलाई बचाउनु भयो। हुन्छ, ख्रीष्ट येशूमा भक्तिसाथ जीवन बिताउने इच्छा गर्नेहरू सबैजना सतावटमा पर्ने नै छन्। बक्क के बोल्नुभयो भने यो झुटो शिक्षकहरू कस्तो छन्? झुटो शिक्षकहरू मान्छेलाई फसाउने, झुटो शिक्षकहरू आफ्नै इच्छा खोज्ने, झुटो शिक्षकहरू आराम शान्ति खोज्ने। तर अहिले पौलले के बोल्नुहुन्छ भने मेरो उदाहरणलाई याद गर्नुहोस्, म कस्तो प्रकारको जीवन जियो तपाईले त्यो याद गरिराख्नुहोस्। अनि तपाईले बुझिराख्नुहोस् हामी कस्तो हुनु पर्यो। मेरो शिक्षालाई याद गर्नुहोस्, मेरो शिक्षालाई याद गर्नुहोस्। मेरो जीवनको बानी तपाईले याद गर्नुहोस्। मेरो विश्वास, मेरो इच्छा, मेरो हृदयको इच्छा के थियो, म के को निम्ति जियो, तपाईले त्यो सबै याद गर्नुहोस्। अन्तिम दिनमा मानिसहरूले यतातिर लाग्नेछ, तपाई फेरि मेरो उदाहरणतिर लाग्नुहोस्, मेरो शिक्षालाई ध्यान दिनुहोस्। हामी जस्तो अहिले गरेको छौँ नि, पौलको शिक्षालाई, परमेश्वरको शिक्षालाई ध्यान दिँदैछौँ। उहाँहरूको उदाहरण हामीले हेरी बस्नुपर्छ। मेरो धैर्यता, प्रेम तपाईले याद गर्नुहोस्, किनभने म सतावटमा थियो अनि मैले धेरै दुःख पाएको छु यो परमेश्वरको निम्ति। तपाईले त्यो कुरा याद गर्नुहोस् गरे। अनि पछि कुनै कुनै घटनाहरूको विषयमा, यो एन्टियोखको, इकोनियमको, लिस्त्राको घटनाहरूको विषयमा याद गराउनुहुन्छ। त्यो शहरहरूमा मैले कति दुःख पाएँ तपाईले याद गर्नुहोस् बोल्नुहुन्छ। तर परमेश्वरले मलाई छुटकारा दिनु भएको थियो। 12 पदमा यो त प्रतिज्ञा दिनुहुन्छ,
यो प्रतिज्ञा सबै मान्छेको निम्ति हो, प्रत्येक विश्वासीहरूको निम्तिको प्रतिज्ञा हो यो साँच्चै बोल्दैछु गरे पलले, जसले यो त पवित्र जीवन जिउने मन लाग्छ अनि ख्रीष्टको पछि लाग्ने मन लाग्छ त्यो सतावटमा पर्नेछ। यो प्रतिज्ञालाई मेटाउने पाउने हुन्थ्यो बाइबलबाट, तर पाउँदैन। यो साँचो कुरा हो। अनि यो प्रतिज्ञा विशेष गरेर अन्तिम दिनको निम्ति हो, किनभने अन्तिम दिनमा जुन बेलामा मान्छे दुष्ट हुन्छ, झुटो शिक्षा धेरै हुन्छ, त्यो बेलामा असल जीवन जिउनेहरूले सतावटमा पर्नेछ, एकदमै दुःख पाउनेछ। अनि त्यसको निम्ति हामी तयार हुनुपर्छ। येशू ख्रीष्टले पनि हामी एक हप्ता अघि देख्यौं मत्तीको पुस्तक 24 अध्यायमा येशू ख्रीष्टले पनि बोल्नु भएको थियो, अन्तिम दिनमा यो प्रत्येक देशमा, प्रत्येक ठाउँ, यो संसारको मानिसहरूले तपाईहरूलाई घृणा गर्नेछ अनि तपाईहरूलाई समात्नेछ अनि मारिदिनेछ। भने यो सतावटको निम्ति तयार हुनुपर्छ विश्वासीहरूको कुराहरू हामी यहाँ देख्छौँ। त्यसकारण पौलले के बोल्नुहुन्छ भने अन्तिम दिनमा खतरा दिन हुन्छ, झुटो शिक्षक धेरै हुन्छ, मान्छे एकतिर लाग्नेछ, तपाईँ त्यतातिर नलाग्नुहोस्, तपाईँ उल्टो लाग्नुहोस्, तपाईँ मेरो वचन सुन्नुहोस्, तपाईँ बाइबललाई अध्ययन गर्नुहोस्, तपाईँले मेरो उदाहरण अनुसारको जीवन जिउनुहोस्, तर तपाईँले सतावट पाउनेछ। त्यसको याद, त्यसको तयारी हुनुहोस् को यो पदहरू दिनुहुन्छ। अब दोस्रो तिमोथी 3:13 पदलाई पढिदिनुहोस्। हुन्छ, 13 पद मैले पढिदिएँ। तर दुष्ट सबैजना दुष्ट मानिसहरू र ठगाहरू र ठगिएर झन् दुष्ट हुँदै जानेछन्। धन्यवाद। यो पाप कस्तो प्रकारको कुरा हो भने, अनि झुटो शिक्षा भने कस्तो प्रकारको कुरा हो भने यो वृद्धि हुने कुरा हो। हामीले तपाईलाई याद होला नि, हामी अध्ययन गर्ने बेलामा पौलले के भन्नुभयो भने यो ग्याङ्ग्रिन जस्तै हो, यो ग्याङ्ग्रिनको रोग जस्तै हो। सुरुमा यो झुटो शिक्षा, सुरुमा पाप चाहिँ औँलामा कालो हुन्छ अनि के हुन्न जस्तो लाग्छ, यो के हुन्न, तर बिस्तारै त्यो ग्याङ्ग्रिन चल्दै 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 यो पुरै हातलाई खान्छ अनि बिस्तारै सबै यहाँसम्म खान्छ अनि पछि कता खान्छ, भविष्यमा मान्छेलाई खान्छ। पाप भनेको त्यस्तै हो। अनि यो दुष्ट मानिसहरू, यो झुटो शिक्षकहरू सुरुमा सानो झुटो शिक्षाबाट स्वागत गर्ने अनि होशियार नहुने, आफ्नै वचनमा त्यसरी सुरु हुन्छ, तर बिस्तारै चाहिँ दुष्ट हुँदै जान्छ। येशूले यसरी बोल्नु भएको है, यो त आइमाईले यो पितोमा यो कमीरलाई मिसाएको जस्तै हुन्छ, पाप त्यस्तै हुन्छ। थोरै कमीरले सर्छ गरे ठाउँमा पुग्छ, हो त्यस्तै हुन्छ। यो दोस्रो तिमोथी 2:16 पनि याद गर्नुहोस्, त्यस्तै लेखेको छ, तपाईँले पढ्न सक्नुहुन्छ। दोस्रो तिमोथी 2:16 यसरी लेखेको छ, भक्तिहीन बकबक त्याग, किनकि त्यसले मानिसलाई झन् बढी भक्तिहीनतिर लानेछ। यो जसले यो जबरजस्ती कुरा गर्नुहुन्छ, कुरा काट्ने काम गर्छ अनि यो नराम्रो कुरा गर्दै गर्छ भने त्यो अझै वृद्धि हुन्छ त्यसमा। यो पाप भनेको त्यस्तो प्रकारको कुरा हो। पाप भनेको डर लाग्दो छ। त्यसकारणले हामीले गल्ती गर्ने बित्तिकै के गर्नु पर्यो, पश्चाताप गर्नु पर्यो, तुरुन्तै त्यो कमीरलाई हटाउनु पर्यो हाम्रो शरीरबाट, हाम्रो जीवनबाट। नत्र चाहिँ हामीले तुरुन्तै त्यो हटाउँदैनौँ भने, तुरुन्तै हामी क्षमा माग्दैनौँ भने, अनि फेरि त्यो हाम्रो जीवनमा अझै धेरै खान्छ, अझै धेरै हामीलाई आक्रमण गर्छ भने वास्तविक रूपमा जे होस्। यो कुरा हामी यहाँ देख्छौँ है। यो दुष्ट मानिसहरू, यो झुटो शिक्षकहरू, उहाँहरू होशियार नभएको कारणले झन् दुष्ट, झन् नराम्रो हुँदै जान्छन्। यहाँ पौलले देखिन्छ। अब तपाईँले के गर्नु पर्यो भने फेरि बोल्नुहुन्छ पौलले के बोल्नुभयो पहिले भने, मेरो याद गर्नुहोस्, मेरो उदाहरणलाई याद गर्नुहोस्, मेरो शिक्षालाई याद गर्नुहोस्, अनि अब चाहिँ अरू पनि आज्ञा दिनुहुन्छ यो दुष्टको समयमा। दोस्रो तिमोथीको पुस्तक 3 अध्यायको 14 देखि 17 पदसम्म पढिदिनुहोस्। हुन्छ, यसरी लेखिएको छ 14। तर तिमीहरू चाहिँ आफैले सिकेका र वृद्ध साथ विश्वास गरेका ती कुराहरूमा लागिरह, र ती कसबाट सिकेका छौ सो तिमी आफै जान्नेछौ। तिमी
बाल्यकालदेखि पवित्र धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीहरूलाई शिक्षा दिने सक्छ। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो। यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। आमेन। आमेन। धन्यवाद। यो अन्तिम दिनमा, यो दुष्टको समयमा, यो दुःख लाग्दो समयमा तपाई हामी विश्वासीहरू सिकेको कुरालाई समाति रहनु पर्यो। तपाईले प्रेरितको पुस्तक 2 अनि 3 अध्यायलाई तपाईले प्रेरित होइन, तपाईले प्रकाशको पुस्तक 2 अनि 3 अध्यायलाई तपाईले पढ्नु भयो भने यो सल्लाहहरू दोहोऱ्याउँछ पवित्र आत्माले। युत मण्डलीलाई के भन्छ भने जेजबेलको जुतो शिक्षकलाई हटाइदिनुहोस्, तपाईको बीचमा तपाई पश्चाताप गर्नुहोस्, तपाईले सिकेको कुरालाई याद गर्नुहोस्, तपाई फर्किनुहोस् सिकेको कुराहरुमा, यो पुरानो शिक्षामा फर्किनुहोस्, नयाँ शिक्षालाई राखिदिनुहोस्। पुरानो शिक्षामा तपाई पहिले जानेको, पहिले बुझेको कुरातिर लाग्नुहोस् गरे। जुतो शिक्षकहरूले के गर्छन् भने नयाँ नयाँ शिक्षा खोज्छन्, गुप्त कुरा मात्रै खोज्छन्। म तपाईलाई नयाँ शिक्षा, किनभने नयाँ शिक्षामा पैसा हुन्छ। हेर्नुस् है, ओहो नयाँ शिक्षा के हो भने मान्छेले किताब किन्छ, तर हाम्रो नयाँ शिक्षा छैन। पौलले यहाँ के भन्नुहुन्छ भने पुरानो शिक्षामा फर्किनुहोस्, जगको कुरामा फर्किनुहोस्, जानेको कुरालाई याद गर्नुहोस् गरे। तपाईले सानोदेखि सिकेको कुरालाई याद गर्नुहोस्। सानोदेखि सिकेको कुरा भने पुरानो नियमको कुराहरू पनि यो काम लाग्दो हो, यो जीवन दिने हो, तपाईले याद गर्नुहोस्। त्यसले तपाईलाई के दिनेछ भने ज्ञान बुद्धि दिनेछ, त्यसले मुक्ति दिनेछ। येशू ख्रीष्टद्वारा विश्वास तपाईको वृद्धि हुनेछ। अनि पछि 16 पदको हामी सबैले चिन्छ यो पदलाई। 16 पदमा विशेष गरेर यो हामी शिक्षा दिने बेलामा हामी केबाट शिक्षा दिने, हामी परमेश्वरको वचनद्वारा हामी शिक्षा दिनु पर्नेछ, विशेष गरेर अन्तिम दिनमा। किनभने यो सबै काम लाग्दो हुन्छ शिक्षा दिनलाई। यो शिक्षाद्वारा हामीलाई मान्छेलाई हप्काउनु पर्ने हो। यो शिक्षाद्वारा हामीले मान्छेलाई सुधार्नु पर्यो गरे। अनि उहाँहरूलाई सुधार्नु पर्यो, हप्काउनु पर्ने हो, उहाँहरूलाई ट्रेनिङ दिनु पर्यो। अंग्रेजीमा त्यो ट्रेनिङ नै यो पवित्रताको ट्रेनिङ शिक्षामा हुन्छ अरे। अनि हामी पूर्णता हुने, हामी पुरै परमेश्वरको काम गर्नेको निम्ति, हामी शक्तिशाली हुने, हामी ठिक बाटोमा हिँड्नेको निम्ति हामीलाई के चाहिन्छ? हामीलाई शिक्षा चाहिन्छ। यो अन्तिम दिनमा विश्वासीहरू यो शिक्षालाई त्याग्नेछ, बाइबलको शिक्षालाई। तर तपाईहरू अनि म यो याद गर्नु पर्यो, हामी कसको जीवन याद गर्ने? पौलको जीवन, यो प्रेरितहरूको जीवन, येशूको जीवनलाई याद गर्ने। अनि हामी यो वचनलाई याद गरिराख्नु पर्छ। यो कुरा फेरि प्रेरितको पुस्तक यो तिमोथीको पुस्तक 4 अध्यायमा फेरि यो कुरा दोहोऱ्याउँछ। फेरि पौलले फेरि त्यो कुरा ल्याउनुहुन्छ। हामी त्यतातिर लागौँला। दोस्रो तिमोथीको पुस्तक 4 अध्यायमा 1 पदलाई पढिदिनुहोस्। परमेश्वरको सामुन्ने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको सामुन्ने अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राख। म तिमीलाई कडा आज्ञा दिदछु। म तपाईलाई कडा आज्ञा दिन्छु। यो चाहिँ साधारण आज्ञा होइन, यो एकदमै हृदयदेखिको आज्ञा दिनुभएको छ पौलले। अनि यो आज्ञा के सम्झेर दिनुहुन्छ? उहाँले न्यायको दिन सम्झेर यो आज्ञा दिनुहुन्छ। अनि उहाँको फर्किने दिन याद गरेर है, यो ऱ्याप्चरको अनि दोस्रो आगमनको याद गरेर यो आज्ञा दिनुहुन्छ। त्यसलाई हामी यो याद गरेर, यो अन्तिम दिनलाई याद गरेर, यो न्यायको दिन आउँछ याद गरेर हामी ये गर्नुपर्छ। यो कुरा चाहिँ हामीले एकदमै यो आज्ञा मान्नु पर्यो।
यो कुरा भनेको के हो? यो कुरा भने प्रचार है। 2 पदमा हामी पढ्नेछौँ। तपाईले एकचोटि 10 तिमोथी 4 को 2 लाई पढिदिनुहोस्। वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्थी देऊ, हप्काऊ, उत्साह देऊ र धैर्य साथ शिक्षा दिने कुरामा नचुक। यो करा आज्ञा भनेको हाम्रो निम्ति विशेष अगुवाहरूको निम्ति एकदम याद गर्नु पर्यो भने प्रचार गर्नुपर्छ। हामी के को प्रचार गर्नु पर्यो? परमेश्वरको वचनलाई हामी प्रचार गर्नु पर्यो। अनि पौलले के सम्झेर यो आज्ञा दिनुभयो? यो अन्तिम दिन यो नर्गको विषयमा याद गर्नुभयो, यो अनन्त जीवनको विषयमा याद गर्नुभयो। त्यो याद गरेर तपाईले के गर्नु पर्यो? प्रचार गर्नु पर्यो। मेरो आफ्नै सोच हो, मेरो आफ्नै जीवनको विचार। म प्रचार किन गर्छु? वास्तविक रूपमा चाहिँ नर्गको विश्वास गरेर म प्रचार गर्छु। यो म पुरै विश्वास गर्छु कि अन्तिम दिनमा मान्छेको मृत्युपछि न्यायको दिन हुन्छ। न्यायको दिनपछि मान्छे नर्गमा जानेछ। अनि नर्गमा नजाओस् भनेर हामी प्रचार गर्नुपर्छ जस्तै लाग्छ मलाई। त्यो विश्वासको कारणले अनि पौलले पनि त्यो भन्नुभयो। त्यो न्यायको दिन सम्झेर, यो दण्ड सम्झेर, मान्छेको कति पीर हुनेछ सम्झेर तपाईँ प्रचार गर्नुहोस्। तपाईँ प्रत्येक दिनमा तयार हुनुहोस्। अनि तपाईले यो प्रचारमा तपाईले मान्छेलाई हप्काउने काम गर्नुहोस्। अनि तपाईले मान्छेलाई उत्साह दिनुहोस्। तपाईँ तयार हुनुहोस् भने जहिले पनि। अनि तपाईँ एकदमै होशियार साथले प्रचार गर्ने, अनि होशियार साथले मान्छेलाई शिक्षा दिनुहोस् भने यहाँ लेखेको छ। यो 3-4 वटा कुरालाई हामी एकचोटि ध्यान दियौं। म तपाईहरुलाई उदाहरण दिने चाहन्छु। हामीले एकचोटि एज्राको पुस्तक, एज्रा अगमवक्ताको उदाहरणलाई याद गरौँ। वा कति होशियारी साथले मान्छेलाई सिकाइदिनु भएको थियो उदाहरण हामी हेरौँ। तपाईले एकचोटि एज्राको पुस्तकलाई 7 अध्यायको 1 देखि 10 पद तपाईले पढिदिनुहोस्। यी घटनापछि फारसका राजा पास्तको राजत्वकालमा एज्रा बेबिलोनबाट उक्लेर आए। उनी साराका छोरा जो अजाय, जो इल्कियाको छोरा, जो सलुमका छोरा, जो सदोक छोरा, जो अहितका छोरा, जो मारेका छोरा, जो अजरिया छोरा, जो मरादका छोरा, जो दराको छोरा, जो उज्जिया छोरा, जो बुरीका छोरा, जो अबिसुका छोरा, जो पानीका छोरा, जो एला छोरा, जो दानदारी हारूनका छोरा थिए। परमप्रभु इस्राएलका परमेश्वरले मोसाद्वारा दिनुभएको व्यवस्थामा एज्रा एक निम्न अध्यापक थिए। तिनले मागेका सबै कुरा राजाले मन्जुरी दिए, किनभने परमप्रभु तिनका परमेश्वरको हात तिनीमा थियो। अर्थशास्त्र राजाको 7औं वर्षमा केही पुजारीहरू र लेवी पवैयाहरू र दपालहरू मन्दिरका सेवकहरू तिनको हातमा ल्याए। ती राजाको 7औं वर्षको 5औं महिनामा इस्राएलमा पहिलो महिनाको पहिलो दिनमा तिनले बेबिलोनबाट त्रास गरेका थिए र 5औं महिनाको पहिलो दिनमा तिनी यरुशलेम आइपुगे, किनभने परमप्रभुको कृपा तीमाथि परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालना गर्न र इस्राएलमा धर्मविधि र धार्मिक शिक्षा सिकाउन आफैलाई समर्पण गरेका थिए। धन्यवाद भाइ। यो एज्राको उदाहरण एकछिन हेरौँ, किनभने पौलले के भन्नुहुन्छ भने तपाईँ तयार हुनुहोस्। तपाईँ शिक्षा दिने तयार हुनुहोस्। तपाईँ शिक्षा होशियार साथले दिनुहोस्।
अनि के सम्झेर यो न्यायको दिन सम्झेर के सम्झेर भने अन्तिम दिनमा मान्छे दुष्ट हुनेछको कुरा सम्झेर यो एजराको पालोमा यो अगमवक्ताको पालोमा पनि मानिसहरू परमेश्वरबाट टाढा भएको थियो एकदमै दण्ड पाएको थियो अनि यहाँ सुरुमा धन्यवाद भाइलाई यो नामहरू पढ्ने गाह्रो हुन्छ है यो सिरियाको छोरा आजारियाको छोरा हिकाइलाको छोरा सालुमको छोरा है अनि यो नामहरू हामी चिन्दैनौँ तर वास्तविक रूपमा यो त आरोन यो सुरुको पुजारीको सन्तानमा पर्नुभयो एजरा परमेश्वरले एजरालाई तयार गर्नुभयो उहाँलाई ठिक समय इतिहासमा ल्याउनु भयो अनि तपाईले पनि याद गर्नुहोस् कि तपाईँ ठिक समयमा इतिहासमा जिउनुहुन्छ अहिले जुन कुरा चाहिँ भइराखेको छ संसारमा है यो कोभिडको कुराहरू यो अल्लमल्लको कुराहरू डरलाग्दो कुराहरू यो दिनमा तपाईँ जिउनु हुनेछको परमेश्वरको बोलाउने हो तपाईलाई तयारी बनाउनु भएको जस्तो एजरालाई तयार गर्नुभयो पुस्तादेखि कुन बेलामा जिउनु पर्यो एजरालाई यो परमेश्वरले तयार गर्नु भएको थियो अनि एजरा एकदमै शिक्षित व्यक्ति हुनुहुन्थ्यो एकदमै शिक्षित भनेको उहाँ परमेश्वरको वचनलाई एकदमै अध्ययन गर्नु भएको थियो होशियार साथले अरू वरदान भएको मान्छे थियो हेर्नुहोस् है अरू वरदान भएको मान्छे छ जस्तो 7 पदलाई हेर्नुहुन्छ भने यो वचन दिने प्रचार गर्ने मान्छे मात्रै थिएन त्यो एजराको यो जिम्मेवारी थियो तर त्यहाँ अरू लेवीहरू थियो उहाँहरू गीत गाउने व्यक्तिहरू पनि तयार भएको थियो त्यो समयमा अनि यो मन्दिरलाई हेरविचार गर्ने व्यक्तिहरू तयार थियो त्यसकारण अरू मान्छे पनि परमेश्वरले तयार गर्नुभयो त्यो समयको निम्ति तर अहिले हामी प्रचारको कुरा गर्दैछौँ तपाईँ प्रचार गर्नुहोस् अन्तिम दिनमा तपाईँ परमेश्वरको वचनको प्रचार गर्नुहोस् अनि यो एजराको उदाहरण तपाईले देख्नुभयो उहाँ एकदमै तयारी हुनुहुन्थ्यो आफै एकदम होशियार साथले यो अध्ययन गर्नुहुन्थ्यो 10 पदमा लेखेको छ परमेश्वरले बोलाउ दिनुभयो परमेश्वरले आज्ञा दिनुभयो अनि एजराले एकदमै होशियार साथले यो परमेश्वरको वचनलाई अध्ययन गर्नुभयो अनि परमेश्वरको वचनको अनुसारको जीवन जिउनुभयो अनि पछि परमेश्वरको वचनको शिक्षा दिनुभएको थियो त्यो सबै हुनु पर्यो जबसम्म हामीले आफै पालन गर्दैनौँ भने हामी कसरी शिक्षा दिने पौलले के भन्नुभयो भने मेरो शिक्षालाई याद गर्नुहोस् मेरो जीवनको उदाहरणलाई पनि याद गर्नुहोस् त्यो दुईटा सँगै हुन्छ तर यो एजरा पुजारी भए पनि उहाँ दुःख गर्ने तयार हुनुहुन्थ्यो उहाँ शिक्षामा होशियार गर्दै हुनुहुन्थ्यो तपाईले एकचोटि नियमिएको उदाहरणलाई पनि एकचोटि हेर्नुहोस् नियमिएको पुस्तक 8 लाई याद गर्नुहोस् तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए आमेन यो नियमिए एजरा लगभग सँगै थियो अनि उहाँहरूले आफैसँग धेरै शिक्षा थियो हेर्नुहोस् उहाँ शिक्षित व्यक्ति थियो तर पनि अझै अध्ययन गर्थ्यो वचनलाई बाइबललाई है यो पुरानो नियमलाई विशेष गरेर अनि उहाँहरूले आफ्नै शिक्षालाई स्पष्ट बनाउँथ्यो मानिसहरूको निम्ति ताकि मान्छेले बुझोस् भनेर है त्यो बेलामा कस्तो भयो भने मानिसहरू बन्धनको देशबाट फर्किसक्यो फर्किने लाग्यो आफ्नै देशतिर 70 वर्षसम्म भइरहेको अनि उहाँहरूले अर्को भाषा सिक्यो यो अर्मेइक भनेको यो भाषाहरू सिक्नु भएको थियो अनि यो आफ्नै भाषा बिर्सिसक्यो उहाँहरू बोल्न सक्थ्यो होला सुन्न सक्थ्यो होला तर अध्ययन गर्ने बाइबल पढ्न सक्थेन अनि उहाँहरू कति कुराहरू चाहिँ यो उहाँहरूलाई बुझ्ने गाह्रो थियो त्यसकारण नियमियाले एजराले यो अर्मेको भाषामा खोल्दै गर्नुहुन्थ्यो परमेश्वरको वचनलाई एकदमै स्पष्ट बनाउँथ्यो यो हाम्रो काम हो हाम्रो काम के हो भने
हामी आफै शिक्षित हुने, हामी आफै शिक्षा पाउने, हामी दुःख गर्ने, बाइबललाई अध्ययन गर्ने, तर पछि साधारण भाषामा बुझाइदिने, मान्छेलाई त्यसरी उत्साह हामीले दिनु पर्यो। त्यसरी हामी दुःख गर्ने तयार हुनुपर्छ। दोस्रो तिमोथी 4:2 मा लेखेको छ, तपाईले हरेक समयमा, हरेक स्थितिमा, प्रत्येक यो हाम्रो अंग्रेजीमा चाहिँ सिजनमा लेखेको छ है, यो सिजनमा अनि आउट अफ सिजनमा लेखेको छ। अब त्यो नेपालीमा यो के हो? यो स्थितिमा हो, स्थितिमा बोल्न सक्दैन है, हरेक स्थितिमा। अनि हरेक स्थितिमाको अर्थ भने यो चिक स्थितिमा अनि बेचिक स्थितिमा तपाई तयार हुनुहोस्। यहाँ पौलले के बोल्दै हुनुहुन्छ तिमोथीलाई? पौलले के बोल्नुहुन्छ भने अहिलेको समयमा, एकछिनपछि हामीले पढ्नेछौँ, तपाई प्रचार गर्नुहोस्, मान्छेले तपाईको प्रचारलाई सुन्ने छैन। कस्तो उत्साहको कुरा है। प्रचार गर्नुहोस् तर मान्छेको कानले सुन्ने छैन, तपाईलाई घृणा गर्ने छ गरे। तर यो फरक कुरा होइन, मान्छेले सुनोस् कि नसुनोस् तपाईको वचनलाई, तपाईको प्रचारलाई है। कहिलेकाहीँ हामी प्रचार गर्ने जान्छौँ, कहिलेकाहीँ संगतिमा जान्छौँ अनि 2 जना 3 जना मात्रै आयो, अनि त्यो 2-3 जना मात्रै यो बहुत निन्द्रा भएर है आधा समय सुत्ने अनि हामी प्रचार गर्दैछौँ। हरेक स्थितिमा चाहिँ नरोक्नुहोस् अरे, सुतोस् मान्छे ठिकै छ, तर तपाई जोर साथले प्रचार गर्नुहोस्। यो तपाईको काम हो है। उहाँहरुको सुन्ने काम हो, सुनोस् कि नसुनोस्, तपाईले प्रचार गर्नुहोस् गरे। यो हरेक स्थितिमा तपाईले प्रार्थना प्रचार गर्नुहोस्, तपाई तयार हुनुहोस्, तपाई अध्ययन गर्नुहोस् अनि तपाई जोश साथले प्रचार गरिदिनुहोस्। अनि एजराको समयमा मानिसहरूले सुन्ने तयार थियो। एजराको पालोमा मान्छे एकदमै परमेश्वरतिर फर्किदै थियो अनि सुन्ने तयार थियो। तर अरु अगमवक्ताहरूको जीवनमा को समयमा त्यस्तै थिएन। जस्तो यो यिर्मयाको पालोमा, इजिकियलको पालोमा मान्छेले सुनेन उहाँहरूको कुरा, तर पनि उहाँहरूले प्रचार गर्नु पर्यो। हाम्रो प्रचार कस्तो हुनु पर्यो भने दुईतिर आउनु पर्यो गरे फेरि यो पदले हामीलाई बताउँछ। हाम्रो प्रचार उत्साह दिन सक्नु पर्यो अनि हाम्रो प्रचारद्वारा मान्छेलाई सुधार्न पनि पर्यो। मान्छे सुध्रिने मन लाग्दैन है, त्यस्तो प्रकारको प्रचार कहिले सुन्ने मन लाग्दैन। तर पनि त्यो बोल्नुहोस् है, सुधार्ने कुराहरू, शान्तिको कुरा मात्रै नबोल्नुहोस्, उत्साह अनुग्रह प्रेमको विषयमा मात्रै नबोल्नुहोस्। यो मानिसहरूलाई छैने कुरा पनि गुसाउनु पर्यो है। बाइबलमा चाहिँ उत्साहको कुरा, आशिषको कुरा मात्रै लेखेको छैन। हामी सबै प्रचार गर्न सिक्नु पर्यो। ज्ञान बुद्धिमानले सुधार्ने कुराहरू सुन्छ, तर मूर्खले सुन्ने छैन। तपाईले एकचोटि हितोपदेशको पुस्तक 27 को 6 पदलाई पढिदिनुहोस्। हितोपदेश 27 को 6 पद। मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। तपाईले कस्तो प्रकारको वक्ताको वचन सुन्नुहुन्छ? अब प्रत्येक मान्छेको हातमा हामीसँग मोबाइल छ है। तपाईले यो वक्ताहरू किसिमको वक्ताहरू भेटाउन सक्नुहुन्छ है, युट्युबमा, इन्टरनेटमा। तपाई जहिले पनि उत्साहको वचन मात्रै सुन्नुहुन्छ कि सुधार्ने वचन पनि भेटाउनु भएको छ? किनभने साँचो प्रचार गर्ने मान्छेले हाम्रो प्रेमको कारणले हामीलाई सुधार्ने पनि वचन दिन्छ, हामीलाई चोट पनि दिन्छ, कहिलेकाहीँ हामीलाई याद गराउँछ, कहिलेकाहीँ यो बानी भएन है, निन्द्राबाट बिउज्नुहोस्, सेवकाईतिर लाग्नुहोस्, दुःख गर्ने तयार गर्नुहोस्, यो संकष्टको समयको निम्ति तयार हुनुहोस्। त्यस्तो प्रकारको वचन हामीलाई बिउजाउने, हामीलाई अलिकति यो हिर्काउने प्रकारको वचन पनि सुन्नु पर्यो। हाम्रो वचन कस्तो छ हामी आफैले याद गर्नु पर्यो। हामी जहिले पनि आशिष मात्रै बोल्छौँ कि सुधार्ने कुरा गर्छौँ कि गर्दैनौँ, तर हामी के कुरा सुन्ने तयार छौँको विषयमा पनि हामी सोच्नु पर्यो।
म कुन वचन सुन्ने तयार छु। मान्छेले मलाई अलिकति यो सुधार्ने कुराहरू बोल्ने बित्तिकै म रिस उठ्छु कि म त्यो नम्रताले सुन्ने तयार छु। यसरी हितोपदेश 15 को 31 लाई पढिदिनुहोस्। जसले जीवन दिने हक्की सुन्छ त्यसले बुद्धिमानहरूका माझमा संगत पाउँछ। यो हप्काउने कुरालाई सुधार्ने वचन सुन्ने मान्छेलाई आशिष हुनेछ, वाला जीवन दिन्छ त्यो कुराले, अनि वा ज्ञान बुद्धिमान हुन्छ। तर त्यस्तो प्रकारको वचन नसुन्ने व्यक्तिहरू मूर्ख हुन्छ। मूर्खलाई चाहिँ कहिले सिकाउन सकिँदैन गरे। यो हितोपदेश 27 को 22 अनि 23 पदलाई हेर्नुहोस् है, यो मूर्खको विषयमा त्यहाँ के लेखेको छ। 27 अध्यायको 22 अनि 23 पदलाई। मूर्खलाई खलमा हालेर पिँधे पनि त्यसलाई जाँतोमा अन्न राखेर पिँधे झैं गरे पनि तैँले त्यसको मूर्खता त्यसबाट हटाउने छैनस्। तेरा भेडाहरूको अवस्था राम्ररी थाहा गर, आफ्नो बालकप्रति सावधानीपूर्वक ध्यान दे। हाम्रो विद्यार्थीहरूलाई के चाहिन्छ? हाम्रो विश्वासीहरूले के सुन्नु पर्यो भने हामी ध्यान दिनुपर्छ। कस्तो छ उहाँहरू, के गर्दैछन्, आत्मिकी छन् कि छैन, अलिकति संसारतिर फर्क्यो कि फर्केन, त्यो अनुसारको वचन हामी प्रचार गर्ने तयार हुनु पर्यो। तर यो राम्रोसँग बुझ्नुहोस्, ज्ञान बुद्धिमानले सुन्नेछ, यो मूर्खले जति चाहिँ शब्दले पिट्नुहोस् बुझ्ने छैन। तर प्रत्येक स्थितिमा तपाईले बोल्नुहोस्, जसरी पनि तपाईको बोल्ने काम। तर तपाईले बुझ्नुहोस् कि मूर्ख मान्छे चाहिँ कहिले सिकाउन सक्दैन। जति बोल्नुहोस् उहाँहरूले कहिले पनि ज्ञान बुद्धि पाउने छैन, तर पनि कोसिस गर्नु पर्यो। हितोपदेशको 26 को 4 अनि 5 पदमा पनि मूर्खको विषयमा यहाँ लेखेको छ। हितोपदेश 26 अध्यायको 4 अनि 5 पदलाई तपाईले पढिदिनुहोस्। मूर्खलाई त्यसको मूर्खताको अनुसारको जवाफ दे, नत्र त आफै पनि त्यस्तै हुनेछस्। मूर्खलाई त्यसकै मूर्खताको अनुसारको जवाफ दे, नत्र त त्यो आफ्नै नजरमा बुद्धिमान हुनेछ। मूर्खसँग चाहिँ बोल्न सक्दैन भनेको अर्थ यहाँ यो जित्नै सक्दैन उहाँहरूसँग। तर पनि अब पौलले के बोल्नुहुन्छ भने जस्तो भए पनि हामी सिकाउनु पर्यो, सिकाउने खोज्नु पर्यो। तर तपाईको शिक्षा कहिले पनि नरोक्नुहोस्। तर तपाईले बुझ्नुहोस्, कतिजनाले तपाईको शिक्षाको अनुसारको जीवन जिउनेछ, कतिजनाले तपाईको शिक्षालाई घृणा गर्नेछ। त्यो तपाईको कन्सल्टको कुरा होइन। यो तपाई जसरी पनि सिकाइदिनुहोस्, मान्छेले ग्रहण गरोस् कि नगरोस्, मान्छेले सुधारोस् कि नहोस्, त्यो चाहिँ उहाँहरूको कुरा हो। तर तपाईको सिकाउने काम छ। 10 तिमोथी 4 को 2 मा लेखेको छ, तपाई एकदमै धैर्यता साथले तपाईले शिक्षा दिनुहोस्। धैर्यता साथले शिक्षा दिनुहोस्। तपाईले नम्रताले धैर्यता साथले सिकाउनुहोस्। हामी एकअर्कालाई उत्साह दिनुपर्छ, अनि एकअर्कालाई हामीले कहिलेकाहीँ हप्काउने पनि पर्छ, अनि हामीले धैर्यता साथले गर्नुपर्ने छ। हामी एकचोटि यो त उदाहरण यो त याद गरौँ। यहाँ पहिलो कोरिन्थीको पुस्तकलाई एकछिन पढौँ। पहिलो कोरिन्थीको पुस्तक 12 अध्यायको 21 देखि 26 पद पढिदिनुहोस्। यसो लेखिएको छ, आँखाले हातलाई मलाई तेरो दरकार छैन भन्न सक्दैन, र शिरले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझै दुर्लभ देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्छौँ तिनलाई हामी बढ्ता आधार दिन्छौँ। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई जुनहरूलाई हामी कम महत्त्वका ठान्छौँ तिनीहरूलाई हामी बढ्ता आधार दिन्छौँ। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढी भद्रता साथ राख्छौँ। प्रत्यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्यस्तो हिफाजत चाहिँदैन, तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनु भएको छ कि हीन अङ्गहरूलाई बढी आधार प्रदान गर्नुभएको छ।
ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्कोको निम्ति समान वास्ता राखुन्। यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्दछन्, अथवा एउटा अङ्गको आधार भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँदछन्। धन्यवाद। यो मण्डलीमा किसिम किसिमको मानिसहरू छ, किसिम किसिमको वरदान भएको, किसिम किसिमको छोट भएको व्यक्तिहरू छ। यो कति मान्छेले एकदमै गहिरो छोट बोकेर आउँछन् मण्डलीभित्र। अनि पौलले के भन्नुहुन्छ भने तपाईले शिक्षा दिनुहोस्, तर तपाईले धैर्यताले शिक्षा दिनुहोस्, मान्छेलाई चिनेर शिक्षा दिनुहोस्, एकदमै नम्रताले शिक्षा दिनुहोस्। किनभने हाम्रो मण्डलीहरूमा मान्छेको हृदय थाहा पाउन एकदमै गाह्रो हुन्छ। उहाँहरूको इतिहासमा के बोकेर आएछन् मण्डलीमा हामीले थाहा छैनौँ, कस्तो प्रकारको छोट छन् उहाँहरू। अनि यहाँ लेखेको छ यस्तो प्रकारको मानिसहरू छ मण्डलीमा कि एकदमै यो कमजोर छन्। कतिजना चाहिँ एकदमै यो लुकाउनु पर्ने व्यक्तिहरू छन्, जस्तो उहाँहरूलाई सुरक्षा दिनुपर्ने व्यक्तिहरू छ हाम्रो मण्डलीमा, त्यस्तो प्रकारको व्यक्तिहरू छ। अनि धैर्य साथले हामीले बढी समय दिनु पर्यो त्यो व्यक्तिलाई। कमजोर प्रकारको विश्वासीहरूलाई बढी समय दिनुपर्ने, कहिलेकाहीँ झ्याउ लाग्छ होला, कहिलेकाहीँ त्यो व्यक्ति कहिले सिक्दैन जस्तै लाग्छ हामीलाई, तर त्यस्तो प्रकारको व्यक्ति कतिजनालाई बढी समय हामी दिनु पर्यो अनि धेरै फल देखिँदैन होला, तर पनि यो हाम्रो मण्डलीमा पर्यो उहाँहरू। परमेश्वरले हामीले त्यो व्यक्तिलाई जिम्मेवारी दिनु भएको छ। अनि त्यो व्यक्तिलाई यो उत्साह दिनेको निम्ति अलिक बढी समय लाग्छ। भनौँ न मान्छे स्वास्थ्यमा भयो भने तपाईको 2-3 शब्दको उत्साहले उत्साहित हुन्छ, तर दुखित मान्छेले प्रत्येक हप्ताको 2-3 चोटि घरमा गइराखेर यो कुरा दोहोऱ्याउँदै गर्नुपर्छ। किनभने त्यो मान्छेको छोडेर छ, त्यो कमजोर हुन्छ। तपाईले बढी वास्ता गर्नु पर्यो, धैर्यता साथले तपाईले सिकाउनुहोस्। अब मूर्ख मान्छे अनि कमजोर मान्छेलाई छुटाउन सक्नु पर्यो, किनभने मूर्ख मान्छेले जति सिकाउनुहोस् कहिले पनि परिवर्तन हुँदैन, तर कमजोर मान्छेलाई पनि हामीले दया गर्नुपर्छ। यहाँ के लेखेको छ भने यो प्रत्येक व्यक्तिहरूको विशेष काम छ मण्डलीमा। कमजोर मानिसहरूको मण्डलीमा कमजोर मान्छेहरू पनि छ, उहाँहरूलाई एकदमै हामीलाई चाहिन्छ गरे। 22 पदमा तपाईले 22 पदलाई ध्यान दिनुहोस्। यो कति मान्छे हाम्रो मण्डलीमा हामी कमजोर महसुस गरेछौँ अनि साँच्चै नै उहाँ धेरै दुःख पाएको छ होला अनि परिवर्तन धेरै देखिँदैन उहाँहरूको जीवनमा, तर त्यो व्यक्तिलाई एकदमै छायो गरे। यहाँ शब्दले अङ्ग्रेजीमा इन्डिस्पेन्सेबल, एकदम छाएको। अनि यो मान्छेलाई प्रेम गर्ने सिक्ने भने एकदमै महत्त्वपूर्ण छ, किनभने हामीलाई परिवर्तन गर्छ, हाम्रो चरित्रलाई परिवर्तन गराउँछ, हामीलाई धैर्यता दिन्छ, हामीलाई दयाको हृदय दिन्छ। त्यो त्यसकारण हामी यो याद गरौँ, हामी शिक्षा दिने बेलामा प्रत्येक स्थितिमा हामी दिने। कहिलेकाहीँ मान्छेले सुन्दैन तर पनि प्रचार गर्ने, कहिलेकाहीँ मान्छेले बढी दोहोऱ्याएको कुरा सुन्नु पर्यो, तपाईले गरी सुनाइदिनुहोस्। अनि कति मान्छे अनादरणीय छ, अनादरणीय व्यक्तिहरू तपाईले विशेष आदर गर्नुहोस् गरे। यो कुरा हामी पनि सिक्नु पर्यो। हाम्रो मण्डलीमा कतिजना हाम्रो समाजको दृष्टिमा अनादरणीय छ, यो समाजले आदर गर्दैन त्यो व्यक्तिलाई। विश्वासीले त्यो मान्छेलाई समातेर बढी आदर देखाउनु पर्यो। यो उदाहरणको निम्ति यो के भन्छन्, यो मेन्टली ह्यान्डिक्याप व्यक्तिहरू जस्तै उदाहरण लिउँ है। यो मानसिक रूपमा रोगी व्यक्तिहरू समाजले घृणा गर्छ, समाजले त्यस्तो प्रकारको व्यक्तिलाई अनादर गर्छ। मण्डलीभित्र चाहिँ उल्टो हुनु पर्यो, त्यस्तो प्रकारको व्यक्तिलाई एकदमै बढी आदर गर्नु पर्ने, बढी वास्ता देखाउनु पर्यो, बढी चाहिँ चिन्ता गर्नु पर्यो त्यस्तो प्रकारको व्यक्तिको निम्ति। यस्तो कुराहरू हामीलाई सिकाउँछ पौलले।
बढी वास्ता गर्ने बढी फिक्री गर्ने मान्छेहरू छ तपाईले धैर्यताले दिनुहोस् तर अरु यो शरीरको अरु विश्वासीहरू त्यति बढी वास्ता छैदैन होला यिनीहरूलाई यो त्यति वास्ता छैदैन होला सबैले त्यस्तो प्रकारको वास्ता छैदैन अनि अन्तिममा के बोल्नुहुन्छ भने हामी हाम्रो मण्डलीको व्यक्तिहरू दुखित छन् भने हामी पनि दुखित हुनु पर्यो हाम्रो मण्डलीको व्यक्तिहरू आदरणीय बन्यो भने हामी पनि खुसी हुनु पर्यो उहाँको निम्ति मण्डली यो त शरीर हो अनि एकअर्काको निम्ति चिन्ता गर्ने यो कुरा पौलले हामीले 10 तिमोथी 4:2 मा उहाँले सिकाइदिनुहुन्छ एकदमै छोटो शब्दहरुमा तपाई तयार हुनुहोस् जहिले पनि प्रचार गर्नुहोस् जहिले पनि उत्साह दिनुहोस् जहिले पनि सुधार्ने काम गर्नुहोस् तर धैर्यता साथले गर्नुहोस् अनि होशियार शिक्षाले तपाईको शिक्षामा तपाई धेरै होशियार हुनुहोस् हामी 5 मिनेट अझै यो कुरालाई बुझौं हाम्रो शिक्षामा एकदमै हामी होशियार गर्नुपर्ने छ हाम्रो शिक्षा साच्चै हुनुपर्छ अनि त्यो गाह्रो हामी एकदमै सोच्नु पर्छ मेरो शिक्षा म के बोल्दैछु कसको निम्ति बोल्दैछु यो ठीक कुरा हो कि होइनको विषयमा हामी होशियारी हुनुपर्छ उदाहरणको निम्ति कति मानिसहरूले यो युतै वचन समातेर कसरी बुझाउने यसलाई यो कति मान्छेलाई पश्चातापको वचन चाहिन्छ अनि उहाँहरू पश्चाताप गर्नेको वचन चाहिने बेलामा उत्साहको वचन पायो भने उल्टो काम हुन्छ मलाई लाग्छ कि यो समयमा अहिले संसारमा को घटनाले हामीलाई के देखाउँछ भने यो न्यायको दिन आउँदैछको हामीलाई घोषणा गरेछ है अहिले 2020 मा 2021 मा जति कुरा हामी देख्छौं यो चाहिँ द्वन्द आउँदैछको चिन्ह हो अन्तिम दिन आउँदैछको चिन्ह हो यो मानिसहरूले अहिलेको बेलामा चिन्ता गर्नुपर्छ हेर्नुस् यो संसारको मान्छेले चिन्ता गर्नुपर्छ पश्चाताप गर्नुपर्छ किनभने द्वन्द अनि न्यायको दिन आउँदैछ तर अहिले धेरै मण्डलीले कस्तो प्रकारको प्रचार गर्छ भने चिन्ता नगर्नुहोस् हामी एक हौं एकताको कुरा प्रेमको कुरा हुन्छ अब सञ्चय हुन्छ चिन्ता नगर्नुहोस्को मात्रै घोषणा गर्छन् अहिले परमेश्वरले आशिष दिनेछ आशिषको घोषणा गर्छन् धेरै मण्डलीमा यो चाहिँ स्वाउँदो शिक्षा होइन अहिलेको निम्ति यो ठिक समय होइन मान्छेलाई सन्तुष्टि दिने समय होइन अहिले चाहिँ मानिसहरूलाई पश्चाताप गर्नुहोस् बोल्ने समयमा यो तपाईकोले जे शिक्षा दिनुहुन्छ तपाईले स्वाउँदो शिक्षा दिनुहोस् व्यक्ति यो समयको बेलाको स्वाउँदो शिक्षा दिनुहोस् नत्र उल्टो काम हुन्छ परमेश्वरले दण्ड दिने हुनुहुन्छ परमेश्वरले दण्ड दिने कारण के हो भने मान्छे पश्चातापतिर दोहोर्याउनेको निम्ति अनि मण्डली चाहिँ चिन्ता नगर्नुहोस् पश्चाताप गर्नु पर्दैन के चिन्ता छैन आशिष हुन्छ भन्छ फेरि उल्टो त्यस्तो प्रकारको कुरामा हामी धेरै होशियारी हुनु पर्यो हामी एकदमै यो हामीलाई चाहिँ ज्ञान बुद्धि चाहिन्छ हामी एकदमै प्रार्थना गर्नु पर्यो प्रभु तपाई के बोल्दै हुनुहुन्छ यो बेलामा हाम्रो निम्ति मण्डलीले आज के बोल्छ भने आशिष हामी यो संसारलाई राज गर्नेछौं चिन्ता गर्नेछौं परमेश्वरको आशिष आउँछ स्वर्गमा यो संसारको माथि आउँदैछ हामी राज गर्नेछौं बोल्दैछ तर हामीले प्रचार गर्नुपर्ने कुरा के हो भने दण्ड आउँदैछ यो परीक्षा आउँछ यो संसारले हामीलाई घृणा गर्नेछ तपाई चाहिँ सताउतमा स्थिर हुने तपाई तयार हुनुको प्रचार गर्नु पर्यो त्यसकारण यो बाइबलको पदले के भन्छ भने तपाईले यो त स्वाउँदो प्रकारको शिक्षा दिनुहोस् तपाई होशियार साथले शिक्षा दिनुहोस् समयको अनुसारको शिक्षा दिनुहोस् मान्छेलाई छाएको कुराहरू शिक्षा दिनुहोस् किनभने आशिष बोल्ने समय हुन्छ तर पश्चाताप गराउने समय पनि हुन्छ नस्वाउँदो वचन बोल्ने मान्छे थुप्रै हुन्छ जुन बेला दण्डको कुरा बोल्नु पर्यो अगमवक्ताहरूले जुन बेला चाहिँ अगमवक्ताहरूले
पश्चातापको वचन बोल्नु पर्यो। झुटो शिक्षकहरू एकदमै धेरै निस्क्यो अनि उहाँहरूले के बोल्यो भने शान्ति आउँछ, परमेश्वरको आशिष आउँछ, चिन्ता नगर्नुहोस् को वचन। अनि पौलले बोल्नुभयो तपाईँ प्रचार गर्नुहोस् तर सुहाउँदो प्रचार गर्नुहोस्, छैन कुरा तपाईँले गर्नुहोस्, जहिले पनि आशिषको कुरा सुहाउँदो कुरा होइन। तपाईँले एकछिन यिरेमियाको पुस्तकलाई 28 अध्यायलाई हेर्नुहोस्, यहाँ एउटा उदाहरण पाइन्छ यसको। यिरेमियाको पुस्तक 28 अध्यायको 1 देखि हामीले 17 पदसम्म पढ्नेछौँ। अनि तपाईँले त्यहाँ हेर्नुहोस् यो झुटो शिक्षक कस्तो कुराहरू प्रचार गर्थ्यो अनि साँचो वचन के थियो। त्यही वर्ष यहुदाका राजा सिदकियाका राजकालको 4थो वर्षको 5औं महिनामा अजुरका छोरा गिबोनमा बस्ने हनन्याह अगमवक्ताले परमप्रभुको भवनमा पुजारीहरू र सारा मानिसहरूका सामुन्ने माई भने, सर्वशक्तिमान परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु। बेबिलोनको राजा नबुकदनेस्सरले परमप्रभुको भवनका जति माल सामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो ती सबै 2 वर्षभित्रमै म फेरि यस ठाउँमा फर्काइ ल्याउनेछु। अनि यहुदाका राजा यहोयाकिमका छोरा यहोयाकिन र यहुदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्याउनेछु, परमप्रभु भन्नुहुन्छ, किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु। तब परमप्रभुको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिसहरूका सामुन्ने यिर्मया अगमवक्ताले हनन्याह अगमवक्तालाई जवाब दिए। तिनले भने, आमेन, परमप्रभुले त्यसै नै गरून्। तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदिउन्। परमप्रभुको भवनका माल सामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइ ल्याउन्। तापनि तिमी र यी सबै मानिसहरूले सुन्ने गरी मैले भनेको यो वचन तिमी सुन। म र तिम्रा अघि आएका अगमवक्ताहरूले त धेरै देशहरू र ठूला ठूला राज्यहरूका विरुद्धमा लडाई अनिकाल र ढुँडीका विषयमा अगमवाणी भनेका छन्। तर जुन अगमवक्ताले शान्तिको अगमवाणी कहन्छन्, यदि त्यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनु भएको रहेछ भनी चिनिनेछ। तब हनन्याह अगमवक्ताले यिर्मया अगमवक्ताको काँधबाट त्यो जुवा निकालेर भाँचिदिए। अनि हनन्याहले सबै मानिसहरूका सामुन्ने यसो भने, परमप्रभु यसो भन्नुहुन्छ, यसरी नै यी 2 वर्षभित्रमा म सबै जातिका काँधबाट बेबिलोनको जुवा नबुकदनेस्सरको जुवा भाँचिदिनेछु। तब यिर्मया अगमवक्ता चाहिँ आफ्नो बाटो लागे। हनन्याह अगमवक्ताले यिर्मया अगमवक्ताको काँधबाट जुवा भाँचेका केही समयपछि परमप्रभुको यो वचन यिर्मया कहाँ आयो। गएर हनन्याहलाई भन्, परमप्रभु यसो भन्नुहुन्छ, तैँले त काठको जुवा भाँचेको छस्, तर म त्यसको सट्टामा फलामको जुवा ल्याउनेछु। सर्वशक्तिमान परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, बेबिलोनको राजा नबुकदनेस्सरको सेवा गर्नलाई म यी सबै जातिहरूका काँधमा फलामको जुवा लगाइदिनेछु र उनीहरूले त्यसको सेवा गर्नेछन्। वनका पशुहरूलाई पनि म त्यसको अधीनमा राख्नेछु। अनि यिर्मया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, हे हनन्याह सुन, परमेश्वरले तिमीलाई पठाउनु भएको होइन, तापनि तिमीले यी मानिसहरूलाई झुटा कुरामा विश्वास गर्न लगाएका छौ। यसकारण परमप्रभु यसो भन्नुहुन्छ, मैले तँलाई यस पृथ्वीबाट हटाउन लागेको छु र यही वर्ष त मर्नेछस्, किनभने तैँले परमप्रभुको विरुद्धमा विद्रोही कुरा प्रचार गरेको छस्। त्यही वर्षको 7औं महिनामा हनन्याह अगमवक्ता मरे। हुन्छ, धन्यवाद। हामी होशियार 7 को शिक्षा दिनु पर्यो। समय अनुसारको शिक्षा हुनु पर्यो। हामीले यो समयलाई बुझ्नु पर्छ, परमेश्वरको इच्छालाई बुझ्नु पर्यो। कहिलेकाहीँ उत्साह हुने पर्यो, कहिलेकाहीँ चाहिँ उत्साह नहुनु पर्यो। कहिलेकाहीँ दण्डको घोषणा हुनु पर्यो, कहिलेकाहीँ पश्चातापको घोषणा हुनु पर्यो। अनि यहाँ यो समय जस्तै यो यिर्मया 28 को समय फेरि फर्किनेछ, यस्तो दिन आउँछ। यो पौलले यही घोषणा गर्दैछ अहिले तिमोथीलाई। अन्तिम दिनमा कत्रा हुन्छ, मानिसहरूले सुन्ने छैन तपाईको वचन, मानिसको कान चाहिँ सच्यतालाई खोज्ने छैन, तर तपाईले सच्यताको घोषणा गर्नुहोस्, तपाई प्रचार गरिराख्नुहोस्, मान्छेले सुनोस् कि नसुनोस्। अनि यहाँ जुटो अगमवक्ताले के बोल्थ्यो भने, हामी बाबिलोनमा हामी जानु पर्ने छैनौं, हामी सताउतमा पर्ने छैनौं, हामी छुटकारा पाउँछौं।
परमेश्वरले आशिष दिनेछ हामीलाई। अनि आशिष शान्ति शान्तिको घोषणाहरू गर्यो। तर यहाँ 8 पदमा के लेखेको छ भने यो यिर्मयाले के बोल्नुभयो भने यस्तो हुने छैन, तपाईँ बन्धनमा पर्नुहुनेछ, तपाईँ यो त लडाइँमा पर्नुहुन्छ, एकदमै कत्रा दिन आइसकेको, तपाईलाई लग्नेछ बाबिलोनको मानिसहरू, तपाईँ शान्ति पाउनुहुने छैन, तपाईँ एकदम यो बन्धनको देशमा जानुपर्ने छ अहिले। अनि एकजना यिर्मयाको विरोधमा उठ्नुभयो अनन्यालाई फेरि होइन यो यिर्मयाको कुरा नसुन्नुहोस्, उहाँको कुरा बेटीको वा श्रापको कुरा मात्रै बोल्नुभयो। अनि पछि यिर्मयाले के बोल्नुभयो भने तपाईँ परमेश्वरको विरोधको कुरा बोल्दै हुनुहुन्छ। 16 पदमा तपाईको मृत्यु आउँदैछ, तपाईको मृत्यु आउँछ किनभने तपाईँ परमेश्वरको विरोधमा तपाईँले रिबेलियनलाई प्रचार गर्नुभयो, तपाईँ उहाँको विरोधको कुरा प्रचार गर्नुभयो। उहाँको विरोधको कुरा के थियो भने उहाँले आशिष बोल्दै थियो, तर त्यो बेलामा श्राप बोल्नु पर्थ्यो। हाम्रो प्रचारमा हामी धेरै होशियार गरौँ, हामी सुहाउनु कुरा छैन कुरा हामी बोलौँ। मान्छेलाई डर छैन बेलामा हामीले मान्छेलाई उत्साह नदियौँ। अनि अहिलेको बेलामा अनि हामी भोलि यो अर्को हप्ता हामी पढ्नेछौँ है 10 तिमोथी 4:3 मा यस्तो समय आउँदैछ कि मान्छेले सुन्ने छैन तपाईँको वचन, सच्चैतालाई सुन्ने मन लाग्दैन, त्यो दिन आउँदैछ। यो पौलले अगमबानी बोल्नुभयो, यो यिर्मयाको समयमा फेरि फर्किन्छ, मान्छेले सुन्ने छैन तपाईँको वचन, तर तपाईँले प्रचार गर्नुहोस्। श्राप बोल्नु पर्ने बेलामा हामी आशिष नदियौँ। यस्तो अर्को एकचोटि उदाहरण के याद छ भने मैले धेरैचोटि वचनमा के सुन्छु भने यो मान्छेलाई वचनद्वारा सुरक्षा एकदमै दिने, तपाईँले विश्वास गर्ने बित्तिकै तपाईँ सुरक्षित हुनुहुन्छ, चिन्ता नगर्नुहोस्, यो पश्चातापको कुरा त्यसमा छैन। तपाईँ ईसाई बोल्ने बित्तिकै तपाईँ यो स्वर्ग पुग्ने प्रचारहरू सुनिन्छ धेरै। तर बाइबलले के भन्छ भने मत्तीको पुस्तक 7 अध्यायमा के भन्छ भने जसले प्रभु प्रभु भन्छ त्यो सबै स्वर्गमा पुग्ने छैन। मान्छेले येशूको नाममा अगमबानी बोल्ने भए पनि, मान्छेले येशूको नाममा छङ्गाइदिने काम गर्छ भए पनि, भूत आत्मालाई हटाउने भए पनि नर्क जानेछन् गरे। अनि त्यसकारण जसले प्रभु प्रभु बोल्छ भने सुरक्षा हुन्छ भन्नेको प्रचार गर्ने एकदमै होशियार साथले गर्नुहोस्। पौलले के भन्नुभयो तिमोथीलाई, तपाईले एकदमै ध्यान दिनुहोस् तपाईको वचनमा, मान्छेलाई त्यतिकै सुरक्षा नदिनुहोस् जहाँ सुरक्षा छैन। अब कति मान्छे विश्वासमा सुरक्षित छन्, फेरि हामी सुरक्षाको वचन प्रचार गर्न सक्छौँ कतिजनालाई, तर हामी एकदमै होशियार गर्नु पर्यो किनभने प्रत्येक मान्छेमा सुरक्षा छैन। धेरै मान्छे प्रभु प्रभु बोल्छन् तर वास्तविक रूपमा पश्चाताप गरेको छैनन्, वास्तविक रूपमा उहाँहरू झुटो शिक्षक हुन्। अनि त्यसकारण त्यस्तो प्रकारको मान्छे हामीले हप्काउनु पर्ने, हामीले सुधार्नु पर्यो। हामीले यो श्रापको प्रचार, श्रापको घोषणा, हामीले यो दण्डको याद गराउनु पर्नेछ। जस यो 10 तिमोथी 4:2 मा पौलले त्यो भन्नुहुन्छ, अन्तिम दिनमा यस्तै हुनेछ, तर पनि तपाईले के गर्नुहोस्, प्रचार गर्नुहोस्, होशियार साथले, धैर्यता साथले, उत्साह पनि दिनुहोस्, हप्काउने काम पनि गर्नुहोस्। हामीले त्यो कुरा याद गरौँ किन अन्तिम दिनतिर लाग्दै अनि मान्छेले बिस्तारै बिस्तारै हाम्रो कुरा सुन्ने छैन, त्यो पनि हामीले ध्यान दियौँ। त्यो वास्ता नगर्नुहोस् तपाईले, मान्छेले तपाईको कुरा सुन्दैन भने अनि मान्छे तपाईको सच्चेताको वचन सुन्ने मन लाग्दैन भने तपाईँ धेरै चिन्ता नगर्नुहोस्। मलाई ठुलो ठुलो मण्डली मात्रै चाहियो भने नसोच्नुहोस्, सानो मण्डली भए पनि ठिक छ, परमेश्वरले त्यो जिम्मेवारी दिनुभयो भने। तर तपाईँ जसरी पनि सही प्रकारको शिक्षा दिनुहोस्, चाहिने कुराहरू शिक्षा दिनुहोस्। यो 10 तिमोथीको पुस्तकले सिकाइदिन्छ हामीलाई यो कुरा। हुन्छ, हामी आउनुहोस् आज यसको निम्ति हामी प्रार्थना गरौँ। हामीलाई सहायता अनि ज्ञान बुद्धि धेरै चाहिन्छ। मान्छेहरूले के सुन्नु पर्यो, के बुझ्नु पर्यो, के सिक्नु पर्यो, विशेष गरेर तपाईको आफ्नै वेदाहरू
आफ्नै बेदाहरूलाई के चाहिन्छ, उत्साह चाहियो कि अलिकति लत्ती चाहिन्छ, त्यो तपाईले आफै होशियार साथले आफै प्रार्थना गर्नुहोस् अनि परमेश्वरले तपाईले ठिक प्रकारको वचन दियोस् भने आफ्नै मण्डलीको निम्ति तपाईले यो ज्ञान बुद्धिको निम्ति प्रार्थना गर्नुहोस्, आउनुहोस्।